ठ्याक्कै के भयो भने धर्ममा विकृति भयो। विकृति हुनुको कारण के हो भन्दा जस्तै हजुरले वेदशास्त्र पढ्दाखेरि जे छ उही यथावत पढ्दिनुहोस्। यो गलत प्रचारको लागि विकृति नबढाउनुहोस्। अहिलेको यो जमानामा कसैले के धर्म भनेको छ, कसैले के भनेको छ, कसैले के भनेको छ हैन। यो धर्मको धेरै विकृति भयो। विकृति हुनुको कारण के छ? यो महापुराणमा के छ? के लेखेको छ? यो त 128 देशले पढेको छ। थाहा छ हजुरहरूलाई महापुराणले? अनि यो भागवतमा के छ त? यो 128 देशले पढेको छ। गलत प्रचार हुनुको कारणले देशमा धर्मको बारेमा द्वन्द्व मच्यो। तपाईहरु धर्मको लागि राजनीति नगर्नुहोस् हैन। भगवानको लागि जति पनि गर्नुभएको छ राजनीति गरिराख्नु भएको छ धर्मको प्रचारमा। धर्म साँच्चै नै वेदशास्त्र पढ्नुहुन्छ, कथा वाचन गर्नुहुन्छ, वाचक हुनुहुन्छ हो। उहाँ भक्ति साधना राम्रोसित गर्नु, राम्रोसित प्रचार गर्नुस् खुला छ। र प्रचार गर्नको लागि फेरि प्रमाणपत्र है, विश्वले स्वीकृति दिएको प्रमाणपत्र लिनुस्। यो प्रमाणपत्र त त्यतिकै त हैन, यो विश्वले स्वीकारेको प्रमाणपत्र हो। कुनै देशमा एउटा कुरा मिलाउन सकेन भने हामी फेरि विश्व संगठनमा जानुपर्छ हैन। विश्व संगठनमा जान परेको कारणले गर्दाखेरि विश्व संगठनले दिएको प्रमाणपत्र त्यो हो। धर्मको लागि प्रचार प्रसार गर भनेर स्वीकृति दिएको प्रमाणपत्र त्यो हो। र योग्यता कति छ? योग्यता कति छ? कति पढ्या छ? कुन कुन बुक पढ्या? यहाँ हुन्छन्। कतिसम्म पढ्या छ, के पढ्या छ भन्ने कुरो यसमा पनि हुन्छ हेर्नु। त्यही भएर एउटा बुक तपाईहरुले भन्नुभयो कि एउटा बुक लिएर पढेर 1 महिना भयो नि 2 महिना भयो नि एउटा बुक लिएर पढेर त्यो कुनै प्रचारको लागि योग्य हुन्छ नि ठीक छ, त्यो हुँदैन। किन? बुझाइ कम हुन्छ। योग्यता कम भएको कारणले त द्वन्द्व मच्चिने, भा नभएको